Hi guys, welcome back to another video. So आज भिडियोमा चाहिँ हाम्रो यहाँनिर चर्चमा चाहिँ प्रोग्राम हुँदैछ, सेवा हुँदैछ। ए लु सो अब म तपाईहरुलाई बाहिरको भ्यू देखाउने छु। अब चाहिँ नानीसँग भिडियो बनाउन मलाई साह्रो पर्यो नि त। हाम्रो अनुहार एउटा छैन। जय मसी भन्दिनु मेरो भिडियोमा। जय मसी। हाम्रो एल्डरनी आमा। सबैलाई जय मसी। सबैलाई जय मसी। दोपट्टा बारेर बसिरहेछु। जय मसी। आज मान्छेमा हामी सबै बिजी छौं। मलाई उयो पानी पड्दा सुनेर सेवा पहिला खाना खादैछु। त्यसैले गाडी अलिकति ए हो त्यो भएर अब आइपुग्नु भएको छैन। त्यो भएर अब खाना खाएर मात्र हाम्रो सेवाका सुरु हुँदैछ। जय मसी। भेट्दै गरौँ है। जय मसी। जय मसी। एक दुईवटा मात्रै निनी नानीलाई छानेर हाल्ने दामी बनाउनु भएको हो। बाइ बाइ मासु हो त्यो मासु यसमा खादैन। आलु लाइदिनु आलु यता अङ्कललाई त खिच्नु पर्छ। जय मसी भन्दिनु मेरो भिडियोमा। म चाहिँ कुक हो है। मेन कुक हैन। यसमा त आलु मात्रै यसमा आलु यसमा खान्छ मान्छा गरहरू नानीलाई एक दुईवटा के पकाउनु भएको हो। यो त आन्टीले पकाउनु भएको दामी भएछ है यो चामलको भएछ। हुन्छ म पस्किदिन झारन बेरेर चाहिँ है साडी लगाएर चाहिँ भात बसिएर चाहिँ कस्तो चाहिँ हुन्छ गर्नु पर्यो। अब यो पनि एउटा आराधना हो है। यता चाहिँ दाल होला या सब्जी। यस 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 जय मसी हो। ए जय तिला मैले खिचेको छुइनँ। जय मसी हाम्रो राम्री आन्टी ऊ त निकेशको मम्मी हो। हामी त्यही सेवा हुँदैछ। ऊ चुन्नी बानेर कामै गर्दैछ राम्री राम्री भएर है। अब चाहिँ खाना खानै आँटेको है। मात्रै हालेको सबैको खिच्दैछु। मेन हिरो नि त हजुर। डाइट खतरा है। नलजा खानु अङ्कल मजाले। किचनबाट निक्लिदिएको मल चाहिँ अब साह्रै पछि लाग्यो भने नि त अङ्कलले पढ्ने पुगेन पढ्ने पुगेन। सबै पास्टर भयो हुनुहुन्छ। एकैछिन आउन भाइ प्लिज प्लिज। पास्टर नियामा कस्तो राम्रो हुनुहुन्छ हाम्रो पास्टर नियामा। लुक फुलहरू हेर्नु गाइस कस्तो दामी दामी छ एल्डर बाउहरूको। किन खिचेको भन्नु न। मलाई चाहिँ नखिच। जय मसी भनिदिनु मेरो ब्लगमा। जय मसी हो यहाँ के भने है भन्यो भने होइन तपाईँ खिच्छु मजा लाग्छ। चर्चभित्र जस्तो छ।
लाग्यो अब चाहिँ जानुपर्छ भित्र पृथ्वी उत्पन्न भयो जग्गा अब चर्च देखाउँछु ल म तपाईँलाई God is good all the time God is good God is great years later पनि जानकारी गराउन चाहन्छौं अब जोइन्ट फर्म चाहिँ बलियो हुँदै एकै मुष्टमा एउटै एकताको भंगालोमा बग्दै यो पहाडमा अब एकदमै तीव्र गतिले यो फैलिरहेको छ भन्ने कुरा पनि जनाउन जातिको लागि तपाईले है सक्यो गाइस अब चाहिँ बीचमा प्रोग्राम भइसक्यो म त निदाइछु सुतिकन उठेको भर्खर अब चाहिँ लुगासुगा फेरेर अब आमा घर गएको अब चाहिँ यो डल्लै त्यहाँ अगाडिदेखि हामी पाउँछौं अनि जब के भयो आन्टी खाना खाएर सबै आफ्नो जातिहरुलाई बचाउनु म सुतिकन उठेको भर्खर जसमा चाहिँ आज यो जातिलाई चाहिँ मेटाउने